हेलो गाइज, हामी आजदेखि बिउ गोडिरहेछौँ। हाम्रो आज कोरियाको बिउ गोड्ने तरिका हेर्नुहोस्। अनि हेर्नुहोस्, यता छ बिउ, यी बिउ उता अनि उस पानी पटिरहेछ। अनि चाहिँ हेर्नुहोस् बिउ। अनि हामी कोरियाको मान्छे हैन, नेपालको हो तर कोरियामा छ। हाम्रो जागिला छ, कोरियामा छ मैले। अनि हाम्रो चाहिँ नोकरी त लाग्थ्यो उस बाख्रा चराउनलाई। अनि अहिले यो बिउ रोप्ने बेला भयो के, त्यही भएर साउले हामीलाई यो बिउ रोप्ने ठाउँमा राखिदिएछ। अनि हजुरहरू सोच्नै सक्नुहुन्न यो साउ कस्तो हरामी छ रोप्नु त। त्यस्तो बुढो मान्छेलाई पनि पठाएछ बिउ रोप्न। हेर्नुहोस् बेचारा, उहाँको दाँत पनि भाँचेछ, तै पनि आउनु भएछ बेचारा। उहाँकोमा हजुरहरूलाई दाँत पनि देखाइदिन्छु र उहाँको काम पनि देखाइदिन्छु है रोप्नु। हेर्नुहोस् गाइज, यो बुढो मान्छेलाई कति दुःख छ हेर्नु। दिदी, हामी कोरियामा धेरै दुःख गरेछौँ होइन? दुःख छ कि नै? हेर्नु, उहाँलाई त नेपाली पनि बोल्न आउन्न कि क्या हो। अनि उहाँ चाहिँ मेरो मितिनीलाई आज सन्चो छैन। अब के गर्ने, विदेश आएर यस्तै हो विदेशको काम। उहाँलाई के छ अलि नराम्रो लागेछ, तै पनि आउनु भएको छ। हेर्नुहोस्, मेरो मितिनीको हालत चाहिँ खराब भएको छ। अनि उहाँ हजुर आफ्नो दाँत देखाउनु त, यी गर्नु त, यी गर्नु के बुढो मान्छे। यी दाँत देखियो, दाँत देखियो, हेर्नु दाँत। हेर्नु त, हाँस्दै हुनुहुन्छ तर आवाज आएको छैन बाहिर। अनि उहाँ यता कोरियाको खेत देखाउँछु है र म हजुरहरूलाई कोरियाको खेत देखाउँछु। हेर्नु त पहिला बादल हेर्नु, बादल, वाउ बादल, वाउ बादल, कति राम्रो बादल। अनि घाम पनि चर्कै छ हैन। अनि बादल हेर्नु त, बादल बादल। हेर्नुहोस्, मौसम राम्रो छैन, बहुत घाम छ। अनि यहाँ चाहिँ हाम्रो बिउ। अनि यता चाहिँ रोक्नु है म। यता चाहिँ हेर्नुहोस् कति राम्रो देखेछ भाइ, हेर्नुहोस् त। अनि यता चाहिँ पानी। ल भिडियो चाहिन्छ भने कमेन्ट गर्नु है गाइज। हेर्नुहोस् पानी।